किन मजदुरको प्रधानमन्त्री, मजदुरको सरकार अथवा गरिबको हकहितको सरकार बन्न सकेन भन्दाखेरि मजदुरको नारा दिने कम्युनिस्ट प्रधानमन्त्री, कम्युनिस्ट सरकार, कम्युनिस्ट शासक राजनीतिक कर्मीहरू नै बुर्जुवा बने र कतिपय त फ्युडल बने। शोक सयल ऐस आराम सुख सुविधा झण्डा नमस्कार ठुला ठुला मञ्च ताली गडगडाहाट तपाईँ त देवता नै हो भनेर जनताले भन्दिउन् भन्ने इच्छा आकांक्षा सहितका नेता बने कम्युनिस्ट नेताहरू। यसलाई समग्रतामा हेर्नुहोस् जगदीशजी, मैले तपाईँले भनेको कुरालाई इन्कार गरेका छैन कि हामीलाई जनताले जति जुन समर्थन गरे, जुन विश्वास गरे, त्यो विश्वासलाई हामीले जस्ताको तस्तै अथवा सन्तोषजनक हिसाबले त्यसलाई प्रतिनिधित्व गर्न सकेनौँ, यो तथ्य। तर फेरि तपाईँले हेर्नुहोस्, यो होल राजनीतिमा कम्युनिस्ट बाहेकका अरू प्रधानमन्त्री र कम्युनिस्ट प्रधानमन्त्री भन्नुभयो भने फेरि कैयन प्रधानमन्त्रीले त्योभन्दा राम्रो काम गरेका पनि छन्। कम्युनिस्ट प्रधानमन्त्रीहरूले प्रयत्न पनि गरेका छन्। त्यसका केही ऐतिहासिक केही सीमा थिए, केही अहिलेका राजनीतिक सीमा थिए, केही हाम्रो भूराजनीतिक सीमाहरू थिए। यी तमाम चिजहरूलाई राखेर सँगसँगै हेर्नुभयो भनेदेखि फेरि कम्युनिस्ट प्रधानमन्त्रीहरू नालायक मात्रै हुन्, कम्युनिस्ट बाहेकका अरू प्रधानमन्त्रीहरू लायकै हुन् भन्ने भाष्य बन्न जान्छ।